अब आज हामी एनबिसी युके नेप्लिज ब्रिटिश कम्युनिटी युके ह्यारोबाट हामी यहाँ यो रिमेम्बरेन्स डेमा सहभागी बन्न आएका छौँ। हामीले भर्खरै केही क्षण अगाडि यहाँ भएका औपचारिक कार्यक्रम झन्डै 1 घण्टाको औपचारिक कार्यक्रम थियो, त्यो समाप्त गऱ्यौँ। यो एनबिसी युकेको यो वार्षिक कार्यक्रम हो। काउन्सिलको प्राङ्गणमा रिमेम्बरेन्स डे मनाइरहेका छौँ। वास्तवमा यो वार्षिक रूपले 11 नोभेम्बरमा 11 बजे 11 सेकेन्डमा यो मनाइन्छ। यो चाहिँ जति पनि भनौँ न वर्ल्ड वारमा मारिएका वीरगति प्राप्त भएका आर्मीहरूको सम्झनामा मनाइन्छ यो। To work for peace and justice in the world. हाम्रो देश नेपाल हो र नेपालबाट पनि ब्रिटिश आर्मीमा जस्तो गोर्खा रेजिमेन्ट भनेर छुट्टै एउटा रेजिमेन्ट नै छ। त्यसले गर्दा पनि हामीलाई अलिकति यो कार्यक्रममा सहभागी हुनलाई त्यसले पनि उत्प्रेरणा प्रदान गरेको छ। त्यसै सिलसिलामा म 2 शब्द बोल्न चाहन्छु। हाम्रो ब्रिटिश गोर्खामा पहिले कार्यरत हुनुहुन्थ्यो दाजु हैन, शान्तिराम मगरज्यूलाई 2 शब्द भनिदिनुको लागि यो भनौँ न यो कार्यक्रमको बारेमा यहाँको धारणा अथवा जनमानसमा यो कार्यक्रमको महत्त्व के हो त भन्ने कुरालाई प्रकाश पारिदिनु हुन म अनुरोध गर्न चाहन्छु दाजु। धन्यवाद समीरजी। खासै भन्नुपर्दा यो हामीले एउटा वर्षै पछि गर्ने हो। यो एउटा ओभरअल ब्रिटिस सोल्जरको मै आउँछ भनौँ न, वर्षै पछि गरिन्छ। हामी यो 11 तारिक 11 बजे 11 मिनट 11 सेकेन्डमा गरिन्छ। त्यस कारणले गर्दाखेरि यो पप्पीको एउटा महत्त्व छ र एउटा यो रिमेम्बरेन्सको कारण पनि एकदमै महत्त्व हो र यो वर्षै पछि हामीले मनाइन्छ। यो ब्रिटिस यो जति पनि लडाइँ लडेकोहरूको एउटा सम्झनामा यो विशेष कार्यक्रम गरिन्छ अनि सम्पूर्ण यहाँ काउन्सिलमा जति पनि शुभचिन्तक दाजुभाइ दिदीबहिनी सबै मेम्बरहरू आएर यहाँ उहाँलाई फुलगुच्छा चढाएर चाहिँ एउटा सम्झना चढाउनुहुन्छ। खास यसको महत्त्व यही छ र मलाई यो 2 शब्द राखिदिनु भएकोमा चान्स दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु समीरजी। धन्यवाद। हाम्रो विष्णु थापा दाइलाई पनि म आज यो पप्पी डेको बारेमा वास्तवमा अलिकति महत्त्व पारिदिनुको लागि अनुरोध गर्न चाहन्छु। हस्, धन्यवादजी। म आज हाम्रो हरेक वर्ष यहाँ लडाइँमा बित्नुभएको हाम्रो जिजु बाजेदेखि लिएर अहिलेको दाजुभाइहरूसम्मको लागि हामीले सम्झना गरी हरेक वर्ष नोभेम्बरको 11 नोभेम्बरमा सधैँ हामीले यहाँ रित चढाउने गर्छौँ। हाम्रो यहाँ एउटा सङ्घ संस्था जन्मिएको छ जुन चाहिँ हाम्रो गोर्खा वेलफेयर सोसाइटी युके भनिन्छ। त्यो चाहिँ फाउन्डर मै हो। मेरो नाम विष्णु थापा हो। प्रश्न वास्तवमा यो कार्यक्रम यसलाई पर्वै भनौँ म एउटा हैन, यो पर्व हामी नेपालमा मनाउँछ कि मनाउँदैनौँ? नेपाल सरकारले यसलाई आज मनाउँछ कि मनाउँदैन? नेपालमा खासै मनाउँदैन होला मेरो विचारमा। हामी त यहीँ ब्रिटिस आर्मीमै भएको कारणले पहिलेदेखि नै ब्रिटिस आर्मीमै मनाइराखेको हो, तर नेपालमा मैले देखेको छैन मनाएको। खासमा त मनाउनु पर्छ। गोर्खा आर्मीले जहाँ पनि युद्ध गरे, जहाँ वीरगति प्राप्त गरे, त्यसलाई सम्झना स्वरूप
त नेपाल सरकारले पनि मनाउँदाखेरि त्यो अलिकति उनीहरूलाई एउटा भनौँ न एक किसिमको सम्झना एक किसिमको आदर दिएको जस्तो हुँदैन र? हजुर, खासमा यो नेपाल हाम्रो सरकारहरूले पनि यो गर्नुपर्ने हो। यो हाम्रो नेपाल सरकारलाई पुरै थाहा छ र पनि उहाँहरूले हाम्रो गोर्खाहरूको विषयमा त्यति ध्यान नदिएको जस्तो मलाई लाग्छ। किन भन्दा हामीलाई अलिकति दुःख पनि लाग्छ। हाम्रो यत्रो पर्यटन हुन्छ, उहाँहरू कोही यसमा सामेल भएको देख्दिनँ हाम्रो जुन चाहिँ सरकारबाट चाहिँ। आर्मीको मान्छेमा जस्तो जो फाइट गर्न जाने योद्धा मात्रै नहुँदाखेरि श्रीमतीको पनि अथवा परिवारको पनि एउटा ठुलो हात हुन्छ। यस अवसरमा म भनौँ न एउटा हाम्रो दिदी हुनुहुन्छ शान्ता कला राई, उहाँसँग पनि प्रश्न गर्न चाहन्छु। आजको यो यति महत्त्वपूर्ण दिन यहाँलाई कस्तो लाग्छ? यहाँ आउनुभयो, यहाँ सँगै बसेर सहभागी हुनुभयो होइन, यहाँलाई कस्तो लाग्छ? यो के यसलाई यसै गरी मनाउँदा ठिक हो कि यसको महत्त्व के हो? हामीलाई अलिकति प्रकाश पारिदिनु न। यसको महत्त्व भनेको चाहिँ अब हाम्रो पुर्खाहरूले यो ठाउँमा आएर रगत पसिना बगाउनु भयो, उहाँहरूले अङ्ग भङ्गाउनु भएको छ, त्यो सम्झनामा रिमेम्बरमा आज यो पपी डे मनाइएको भन्ने मलाई लागेको छ। र यहाँ आउँदा हामी खुसी हालेन, हामी एउटा दुःख हाम्रो पितृहरूलाई हाम्रो पुर्खाहरूलाई हामी सम्झेर यहाँ आइरहेको छौँ र आज यो मनाउनु चाहिँ राम्रो हो जस्तो लाग्छ। वर्षमा एकपल्ट मनाइरहेको छ र यहाँ हामीले सहभागिता एकदमै कम देखायौँ। हामी गोर्खालीहरूको सहभागिता धेरै हुनु चाहिँ एकदम राम्रो लाग्छ, किनभने मैले धेरै आशा गरेको थिएँ तर जति आशा गरे जति हामी छैनौँ। तर पनि जस आउने दिनहरूमा हामी सबै धेरै नै अब गोर्खालीहरूलाई गरेर होइन आउनुपर्छ भन्ने मलाई लागेको छ। सम्झना स्वरूप राखिएको आजको कार्यक्रमको बारेमा 2 शब्द प्रकाश पारिदिनु अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू सर। अनि आज हाम्रो भर्खरै पप्पी डे सकिसक्यो, जसमा हाम्रो सम्पूर्ण वार भेटरेनदेखि लिएर फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वारमा बित्नुभएको सम्पूर्ण हाम्रो एक्स सोल्जर्सहरूको मेमोरीको लागि गरिएको प्रोग्राममा सबै हामी नेपालीहरूदेखि लिएर सम्पूर्ण महानुभावहरू इन्भल्भ भएको थियो। यसमा चाहिँ हामी धेरै धेरै गौरव छौँ र यसमा सम्पूर्ण नेपाली साथीभाइहरू पनि ठाउँ ठाउँमा यसको सपोर्ट गरेकोमा हामी सबै आभारी व्यक्त गर्दछौँ। एनबिसी युकेको सल्लाहकारको हैसियतले हजुरलाई यो कार्यक्रममा आज हामीले आएर केही छिन बसेर एउटा सानो हामीले भनौँ न यो हाम्रो हायर काउन्सिलले अथवा यहाँको लोकल गभर्मेन्टले प्रस्तुत गरेको यो कार्यक्रम अहिले हामीले निहाल्यौँ, यहाँको प्रतिक्रिया के छ? यो साह्रै राम्रो कार्यक्रम र हामी पनि यो एनबिसी युकेको तर्फबाट प्रतिनिधित्व गर्ने मौका पायौँ र यसको लागि हामी यो एनबिसी युके यो हायर काउन्सिललाई धन्यवाद दिन चाहन्छ। र यो तपाईँले अघि भनिहाल्नुभयो यो सबै आर्मीहरूको यो रिमेम्बरमा यो हरेक वर्ष मनाइन्छ र हामी हरेक वर्ष यसमा पार्टिसिपेसन हुँदै आएका छौँ र यसरी यो म अरू नेपाली दाजुभाइहरूलाई पनि यो प्रोग्राममा आएर भाग लिनको लागि अनुरोध गर्दछु। हामी यहाँलाई विदितै छ, हामी वार्षिक रूपले यो कार्यक्रममा यहाँ सरिक हुन्छौँ। यहाँलाई कस्तो लाग्छ वास्तवमा यो यसलाई हामीले कन्टिन्युटी दिनुपर्छ कि यसको महत्त्व के छ? यसमा हामी किन यति हामी एक्साइटेड भएर यहाँ आउँछौँ, यस्ता बालबच्चाहरू पनि लिएर आउँछौँ, किन होला यस्तो? हजुर धन्यवाद समीरजी। यो साह्रै नै सराहनीय कार्यक्रम हो, यो हायर काउन्सिल लोकल गभर्मेन्टले गरेको। यसमा चाहिँ हामीले चाहिँ लास्ट इयर पनि हामी आएका थियौँ। लास्ट इयरभन्दा यो वर्ष अझै बढी सङ्ख्यात्मक तरिकाले हाम्रो वृद्धि पनि भइरहेको छ र यो कार्यक्रमले चाहिँ हामीमै नयाँ उत्साह उमङ्गको रूपमा चाहिँ ल्याउँछ र चाहिँ जुन आर्मीहरू जुन देशको लागि चाहिँ लड्ने लडाकुहरू चाहिँ देशको लागि चाहिँ उनीहरूले आत्म बलिदान गरे उनीहरूको सम्झनामा हामीले यो गर्ने गर्दछौँ र चाहिँ यो बहुत राम्रो कुरा पनि हो। बारेमा पनि पक्कै पनि यहाँलाई थाहा भइसक्यो, यहाँको प्रतिक्रिया के छ? मेरो प्रतिक्रिया खासै मलाई एउटा कुरा एक मानेमा बहुत खुसी छु। धेरै छोटो समयमा धेरै लामो समय नलिकन यहाँ आउँदा पनि आफ्ना दाजुभाइहरू इष्टमित्रहरू यहाँ भेटेर एउटा देशलाई उद्धार गर्ने एउटा देशलाई को सेवा गर्ने राष्ट्र सेवकहरूको जुन सम्झनामा आज एउटा कार्यक्रम भइरहेको रहेछ, त्यो कार्यक्रममा यहाँहरूको चाहिँ सहयोगले र यहाँहरूको सल्लाहले चाहिँ भाग लिन पाएँ, त्यसमा अत्यन्तै म खुसी छु। र साथसाथै मलाई एउटा एक मानेमा के खुसी लाग्यो भने नेपालको दाजुभाइहरू आएर आफ्नो अस्तित्वलाई कायम गरेर यो ठाउँमा पनि नगरपालिकाको एउटा जिम्मेवारी संस्थाको चाहिँ सदस्यता बनेको रहेछ, यसमा म ज्यादै खुसी छु। यो एउटा ऐतिहासिक महत्त्व भएको दिन हो। यो सबै वारहरूमा लडेकोलाई सबैलाई चाहिँ हामीले रिमेम्बरेन्स गर्ने,
त्यसको लागि हामीले यो नेप्लिजहरू जब हामी यहाँ ब्रिटेनमा आए पनि अब हामी विश्वभरि फैलिएर बसेका छौँ। विश्व समाजसँग कसरी मिलेर बस्ने भन्नको लागि पनि हामी स्थानीय समुदायसँग मिल्नको लागि पनि हामीहरूले यस्ता कार्यक्रमहरू सोसियल इन्टिग्रेसनको लागि हामीले गर्दाखेरि राम्रो हुन्छ। यही कारणले गर्दाखेरि हाम्रो ब्रिटिस गोर्खामा रहनुभएको दाजुभाइहरूको जसले युद्धमा लड्नुभयो उहाँहरूको सम्झनामा र जो अहिले हाल भइरहनु भएको छ उहाँ सबैको सम्मानमा पनि हामी सिभिलियनहरूले पनि आफ्नो एक रूपता दिन सक्यौँ भने यो राम्रो हुन्छ भन्ने जस्तो लाग्छ मलाई। र एनबिसी युके नेप्लिज ब्रिटिस कम्युनिटी युकेले यो सदैव यो गर्छ। यसमा हामी पछि धन्यवाद समीरजी। आज हामीलाई यो निकै खुसी लाग्छ। एनबिसी हेरो कम्युनिटीबाट हामी वार्षिक रूपमा सहभागी छौँ। निश्चय पनि यो सहभागिता हामी जोरदार रूपमा अगाडि बढाउनुपर्छ र बढीभन्दा बढी अझै हाम्रा समुदायका भाइ बहिनीहरू बुवा आमाहरू र सम्पूर्ण तहर तबकाका समुदायका महानुभावहरूलाई सहभागी गराउन सक्यौँ भने यो हाम्रो लागि ज्यादा नै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। आजको जुन महत्त्वपूर्ण दिन छ यो दिन बेलायतमा मात्रै यसरी मनाउने गरिन्छ, नेपालमा यसको कुनै केही मनाइन्छ आजको दिनमा? यहाँलाई कस्तो लाग्छ? नेपाल सरकारले पनि आजको दिनै छानेर यदि भनौँ न आफ्ना जति पनि गोर्खालीहरू छन्, जति पनि वीर गोर्खालीहरू विश्वभरि गएर लडेका छन् उनीहरूको लागि एउटा सानो कार्यक्रम राख्ने गर्छ कि गर्दैन? जिज्ञासा स्वरूप मात्रै प्रश्न राखेको मैले। यो चाहिँ अति आवश्यक छ। यो विदेशमा जस्तो कि अब शान्ति क्षेत्र घोषणा भएको राष्ट्र मात्रै नभएर अन्य राष्ट्रहरूमा पनि गएर नेपालीहरूले त्यो राष्ट्रको लागि सीमाङ्कन र सुरक्षा त्यो राष्ट्रको लागि चाहिँ आफ्नो ज्यानको आहुति दिएर चाहिँ नेपालीले चाहिँ अब आफ्नो ज्यान गुमाइरहेको अवस्थामा चाहिँ अब त्यो नेपाली कति नेपालीले गुमाइरहेको जस्तो दोस्रो विश्व युद्धमा 60,000 नेपालीले चाहिँ अब ज्यान गुमाएको छ। उसको स्मरणको पनि दिन जस्तो आज मनाए जस्तै नेपालमा पनि नेपालमा पनि राष्ट्रियताको रूपमा मनाउँदा चाहिँ असाध्यै राम्रो हो र आउने दिनमा मनाउनु होला भनेर चाहिँ म एउटा सुझाव सल्लाह दिन चाहन्छु। आदरणीय एनबिसीका सदस्य साथीहरू तथा पोटेन्सियल अथवा हुन आउनु अब नयाँ हुने अथवा भइसक्नुभएका सम्पूर्ण सदस्य साथीहरू एनबिसी टिभीबाट आजको लागि समीरलाई पनि बिदा दिनुहोस्। फेरि यस्तै कार्यक्रममा म आउनेछु। नमस्कार, जय एनबिसी, नमस्कार, धन्यवाद।